म्यानेजमेन्ट त पढ्दै हुनुहुन्छ र पछि गएर होटल इन्डस्ट्रीमा काम गर्न चाहनुहुन्छ भने यो भिडियो अवश्य नै लास्टसम्म हेरिदिनु होला। र म पहिलाको भिडियोमा भनिसकेको छु, हामीले कुनै होटलमा एप्लाई गर्दाखेरि हामीले होटलको ब्याकग्राउन्ड बुझेर र कुन चेनको हो, कुन ब्रान्डको हो र कस्तो प्रोपर्टी हो भनेर हामीले एप्लाई गर्नु पर्दो रहेछ। र म आज होटलको 4वटा डिपार्टमेन्टको कुरा गर्न गइराखेको छु, जुन चाहिँ फुड प्रोडक्सन डिपार्टमेन्ट, फुड एन्ड बेभरेज सर्भिस डिपार्टमेन्ट, हाउसकिपिङ डिपार्टमेन्ट र फ्रन्ट अफिस डिपार्टमेन्ट पर्दो रहेछ। हुन त होटलमा धेरै किसिमको डिपार्टमेन्ट हुँदो रहेछन्। मेनली मैले 4वटा डिपार्टमेन्टको कुरा गरिसकेको छु र तपाईहरूले त अवश्य नै सोचिसक्नुभयो होला म कुन डिपार्टमेन्टमा काम गर्छु भनेर। र कुनै डिपार्टमेन्टमा काम गर्नुहोस्, तपाईँहरूलाई अपर्च्युनिटी र च्यालेन्जेस फेस त गर्न परिहाल्छ। अब म आफै चाहिँ फुड प्रोडक्सन डिपार्टमेन्टमा काम गर्दै आएको छु र म आज डिपली फुड प्रोडक्सन डिपार्टमेन्टको कुरा गर्न गइराखेको छु। यदि तपाईँ फुड प्रोडक्सन डिपार्टमेन्टमा काम गर्न चाहनुहुन्छ भने तपाईँहरूले अवश्य नै अहिले नै कुन कुजिनमा काम गर्छु भनेर एउटा माइन्ड बनाउनुहोस्, किनभने यो वर्ल्डमा तपाईँहरू धेरै किसिमको कुजिनहरू पाउन सक्नुहुनेछ। जुन कन्ट्रीमा जानुहुन्छ त्यही किसिमको कुजिन र त्यही किसिमको ट्रेडिसनलले कुजिन बनेको हुन्छ। अब तपाईँहरू युके जानुहुन्छ, म नेप्लिज कुजिन सिकेर जान्छु, त्यहाँ काम लाग्छ, कुनै होटलमा काम गर्नुहुन्छ भने ठुलो लाग्दैन नि। त्यही भएर यदि तपाईँ अब युके जानुहुन्छ, ब्रिटिस कुजिन सिकेर जानुहुन्छ अथवा कन्टिनेन्टल कुजिन सिकेर जानुहुन्छ, त्यहाँ काम लाग्छ। र तपाईँ युके जानुभयो, अब त्यहाँ कुनै होटलमा काम गर्नुहुन्छ भने होटलले त्यही किसिमको कुजिन प्रिपेयर गरेर गेस्टहरूलाई सर्भ गर्ने गर्दछ। र अब युरोप कन्ट्री जानुहुन्छ भने युरोपियन कुजिन सिकेर जानुहोस्। र यो विश्वमा त तपाईँहरूले थाहा छ होला, चाइनिज कुजिन, इन्डियन कुजिन, थाई कुजिन, नेप्लिज कुजिन, ब्रिटिस कुजिन, कन्टिनेन्टल कुजिन, धेरै किसिमको कुजिन हुँदो रहेछ। र यदि तपाईँहरूले होटल इन्डस्ट्रीको केही कुरा सोध्न चाहनुहुन्छ भने यो भिडियोमा अवश्य नै कमेन्ट गर्नुहोला। म अर्को भिडियोमा तपाईँहरूको कमेन्ट अनुसार भिडियो लिएर आउनेछु। थ्याङ्क यू सो मच।